संसदका अत्यधिक बहुमत सांसदहरूले सम्मानित सर्वोच्च अदालतमा असंवैधानिक क्रियाकलाप भयो, संविधान बमोजिम गरी पाऊँ भनेर निवेदन दिएका छन्। यस्तोमा म सम्मानित सर्वोच्च अदालतलाई आग्रह गर्न चाहन्छु, यस्तोमा सम्मानित सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न मिल्दैन। फैसला दिनुपर्छ अदालतले। चुनाव गर्ने या पुनर्स्थापना गर्ने। हामीले पुनर्स्थापनाको माग गरिराखेका छौँ, त्यो सुन्दै नसुन्ने अदालतले। संविधान मिचिएको छ भनिरहेका छौँ हामी, सुन्दै नसुन्ने। अदालतले बोल्नु पर्यो, भनिदिनु पर्यो। संविधान मिचिएको छैन भने छैन भनिदिनु पर्यो। मिच्न पाइन्छ भने पनि अदालतले भनिदिनु पर्यो संविधान मिच्न मजाले पाइन्छ ल। हामी मानौँला, सम्मानित सर्वोच्च अदालतको फैसला मानौँला, तर अदालतले भन्नु त पर्यो नि संविधान मिच्न पाइन्छ। कहिले संसद भङ्ग गर्नै पाइँदैन, कहिले मजाले पाइन्छ। त भनिदिनुहोस् न मजाले पाइन्छ भनेर। कमसेकम अदालत चुपचाप लागेर अदालत बस्न मिल्दैन।